पछि तर जीवन अर्कै छ। विश्वासी सबैलाई विश्वास गरौँ न स्वर्गीय पितालाई, स्वर्गीय पितालाई। प्रभु येशू ख्रीष्टको जीवित नाममा यहाँहरू सबैलाई हार्दिक अभिवादन। प्रियहरू, पवित्र बाइबल यूहन्ना 8:12 यसरी लेखेको छ, येशूले फेरि तिनीहरूलाई भन्नुभयो, म संसारको ज्योति हुँ। मलाई पछ्याउने अन्धकारमा हिँडडुल गर्ने छैन, तर त्यसले जीवनको ज्योति पाउनेछ। ज्योति दुई प्रकारको छ। जब हामी संसारमा जन्म लिन्छौँ तब हामी भौतिक ज्योति पाउँछौँ, जसद्वारा सृष्टिकर्ता परमेश्वरले सृष्टि गर्नुभएको उहाँको हातको रचनाहरू देख्न सक्छौँ। यसबाहेक अर्को ज्योति पनि छ, त्यो आत्मिक ज्योति हो। यो ज्योति प्रकट गर्न वा मानिसलाई प्रदान गर्न नै प्रभु येशू ख्रीष्ट यस संसारमा आउनुभयो। आत्मिक ज्योति पाएपछि नै मानिसले आफ्नो हृदयको दुर्दशा स्पष्ट रूपमा जान्न सक्छ र उद्धारकर्ताको चरम आवश्यकता महसुस गर्न थाल्छ। प्रभु येशू ख्रीष्ट ज्योति हुनुहुन्छ अनि उहाँ नै सारा मानव जातिको पापको दण्ड पाउँदै कल्वरीको क्रुसमा मारिनुभयो र मानिसको धार्मिकता निश्चित हुन तेस्रो दिनमा बौरी उठ्नुभयो। उहाँ नै सत्य ज्योति हुनुहुन्छ, जसद्वारा मानिसले आफूले आफैलाई देख्न, बुझ्न अनि जान्न सक्छ र उहाँमाथिको अर्थात् उहाँको मृत्यु र बौरी उठाइलाई आफ्नो निम्ति थियो भनेर विश्वास अनि ग्रहण गर्दा कुनै पनि मानिस पाप क्षमा साथै उद्धार तथा मुक्ति पाई अनन्त स्वर्गको हकदार हुन सक्छ। जीवनको ज्योति प्रभु येशू ख्रीष्टलाई ठिकसित बुझी विश्वास अनि ग्रहण गर्न परमेश्वरले तपाईलाई सहायता गर्नुभएको होस्।